अनि हाम्रा यी छोरी बाल जाति स्मृति केन्द्रको कार्यसमितिमा बसेर थुप्रै किसिमको योगदान दिने रानी शोभाजी अनि उदयमाला काजी र सबैलाई म बाल जाति स्मृति केन्द्रको तर्फबाट हार्दिक धन्यवाद दिँदै म अब हाम्रो सम्मानित हुने व्यक्तित्वहरूमा म फर्किँदैछु र अहिले ईशा समूहले भर्खरै बाल जाति समूहमा गीत गाउँदा हाम्रा आज सम्मानित हुने व्यक्तित्व बिना थिङलाई बढी भावुक भएर चाहिँ यहाँ ऊ भएर देखिरहेको थिएँ। म आज सम्मानित हुने व्यक्तित्व बिना थिङलाई समयको पाबन्दीले ख्याल गर्दै 5 मिनटमा आज सम्मानित हुनु भएको र बाल जाति दिदीको बारेमा आफ्ना विचारहरू यहाँ राखिदिनु हुनको लागि म उहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू सचिवज्यू सबैजनालाई नमस्कार। मञ्चमा आसीन सम्पूर्ण व्यक्तित्वमा नमन। मलाई बोल्नु पर्छ भने चाहिँ थाहा थिएन, भावुक कुरा गर्नुभयो। म वास्तवमा यो अहिले यो जुन गीत मलाई गीत सङ्गीतलाई चाहिँ अलिक बढी नै छिटै नै अहिले छुन्छ। साहित्य चाहिँ अलिक लामो समय लिन्छ त्यसले अध्ययन गर्नु जसमा, तर गीत सङ्गीतले चाहिँ मलाई अलिक छिटै नै छुन्छ। त्यसमाथि बाल जातिको बारेमा र म त्यहाँ बसेर के सोचिरहेकी थिएँ भने यो गीत बजुन्जेल म डाक्टर महेश साँसको लागि हेरिरहेकी थिएँ र म आफूभन्दा पनि बढी उहाँसँग चाहिँ मैले आफूलाई जोडेर उहाँसँगको बाल जातिसँगको उहाँको चिठीहरू पत्राचारको त्यो चिठीहरू पढिसकेपछि उहाँ अहिले जसरी हिरो डुब्नु भएको थियो, मलाई त्यो नोस्टाल्जियाले चाहिँ मलाई बढी अझ छोएको हो खासमा चाहिँ। र बाल जाति दिदीको बारेमा त अलिक धेरै चर्चा भइसक्यो, धेरै विश्वविद्यालयमा पढाइ भइरहेको छ, कतिवटा थेसिसहरू लेखिसकेको छ। मैले त्यस्तो बोल्नु पनि खासै छैन र पनि मैले बाल जाति दिदीलाई स्मरण गर्नुपर्दाखेरि चाहिँ एउटा एकदमै ढेर स्वास्थ्य मान्छे पनि भन्न चाहन्छु म चाहिँ उहाँलाई। अनि लेखनमा अघि हाम्रो शिला देवीजीले कम्पेयर गर्नुभयो, तुलना गर्नुभयो लक्ष्मीप्रसाद देवकोटासँग। मलाई लाग्छ बाल जाति दिदीको तुलना कसैसँग हुनै सक्दैन, कसैसँग तुलना गरि नै पर्दैन। उहाँ सर्वश्रेष्ठ हुनुहुन्छ। दिदीका रचनाहरू जब मैले पढेँ, शिरीषको फुल पढुन्जेलसम्मको जुन भावुकता थियो, अनिलो पहाडसम्म आइपुग्दाखेरि म अर्कै बसिरहेकी थिएँ। त्यसको सुवानी भन्ने पात्र, लालबहादुर, गोरी माया, यी पात्रहरूले मलाई पनि म त्यो सङ्घर्षमा त्यतिखेर त म भर्खरै एसएलसी यस्तै समय थियो मेरो, तर मलाई किसिमको त्यो भोटुटी अथवा हाम्रो आमाहरूले, दिदीहरूले, दाईहरूले, बुवाहरूले गाउनु भइरहेको रिहर्सल गरिरहनु भएका क्रान्तिकारी गीतहरूसँग म त्यो उपन्यासलाई रिलेट गर्थेँ। त्यति धेरै त म बुझिनँ थिएँ त्यतिखेर। पछि दोहोऱ्याएर तेह्राएर पढेपछि मात्रै मलाई त्यसको बोध भयो, त्यो कुन पृष्ठभूमिमा लेखिएको रहेछ भन्ने कुरा। तर क्रान्तिका कुराहरू चाहिँ त्यसमा जसरी आएको थियो र मैले जसरी आफ्नो पृष्ठभूमिमा मैले त्यो क्रान्तिकारी आफ्ना अग्रजहरूलाई मैले देखिरहेको थिएँ, सुनिरहेको थिएँ, मलाई त्यसले चाहिँ एक किसिमको उद्वेलित चाहिँ बनाइरहन्थ्यो। र आज कुनै पारिजात जसलाई मैले सधैँभरि सिरानीमा राखिरहेँ, उनीको नाममा स्थापित पारिजात सृजन सम्मानबाट सम्मानित हुन पाउँदा म अत्यन्त गौरव महसुस गरिरहेकी छु। आज यो मञ्चमा उभिएर मलाई एकछिन भावुक हुन मन लाग्यो। आज यो मञ्चमा उभिरहेको बिना र 15-20 वर्ष अघि त्यो शिवपुरीको डाँडातिर एउटा कानले सेनाको बोटको आवाज पहिचान गर्नको लागि कम्तया कान र अर्को कान घर पुगिसकेपछि सासूबाट खानुपर्ने कटाक्षहरूको परिकल्पना गर्दै घाँस काट्दै गएकी त्यो बिना म
कति धेरै अन्तर छ। म अहिले ती विगतका दृश्यहरूलाई एकछिन स्मरण गरिरहेकी छु र भावुक भइरहेकी छु। मलाई आज यो मञ्चमा यसरी सम्मान गरिनु, मेरा ती कर्महरू, मैले विगतमा गरेका मेरा ती सुकर्महरू नै भन्नुपर्छ, त्यसले मलाई यहाँ ल्याइपुर्याएको छ। त्यो एउटा लामो कथा छ। त्यो लामो कथा अहिले छोटोमा भन्नु पऱ्यो भने फेरि कतिपय कुराहरू छुट्न सक्छ। म त्यसलाई पछि एउटा किताबमा भन्नेछु। तर मलाई के लाग्छ भने म यहाँ उभिरहनुको श्रेय भनेको मेरो पठन र लेखन कर्म नै हो। र यो लेखन कर्म, पठन कर्ममा मलाई मेरा परिवारले साथ नदिनु भएको भए सायद म यहाँ उभिन्थेँ। र अहिले मेरो यो सम्मान कार्यक्रममा मेरो साथी मनकुमार पनि आउनुभएको छ। म उहाँलाई एकचोटि उभिएर म आफ्नो तर्फबाट यहाँ अरू धेरै कुराहरू भन्नको लागि मसँग धेरै प्लेटफर्महरू छ। म कविताबाट भन्न सक्छु, आख्यानबाट भन्न सक्छु, आत्मकथाबाट भन्न सक्छु, निबन्धबाट भन्न सक्छु। तर मैले आज यहाँ भन्ने कुरा चाहिँ लेखन कतिपयको लागि आत्मतुष्टिको माध्यम होला, कतिपयको लागि समाज रूपान्तरणको माध्यम होला, कतिपयको लागि मनोरञ्जनको माध्यम होला। अस्ति भर्खरै मात्रै पनि हामीले पत्र पत्रिका कता न्युजमा सुनिरहेका थियौँ, पढिरहेका थियौँ। हाम्रा पूर्व राजाका बुहारीले 12 लाखमा वा 14 लाखमा आफ्नो चित्र बिक्री गर्नुभएका कुराहरू पनि कला त्यसरी पनि हुँदो रहेछ। तर मेरो लागि चाहिँ यी सबैभन्दा फरक चाहिँ मैले मेरो लेखनलाई मेरो आफ्नै आविष्कारको लागि मैले प्रयोग गरेको छु भन्न चाहन्छु। र म यति भन्दै यहाँबाट बिदा दिन चाहन्छु।